नगरपालिका 26 मित्रनगर काठमाडौँ प्रशंसा पत्र। श्री सीताराम कुमारज्यू गीत सङ्गीतमा पृथक पहिचान कला संस्कृतिको संरक्षण र प्रवर्धनको हाम्रो अभियान भन्ने मूल नाराका साथ स्थापना भएको यस संस्थाको 15औं वार्षिक उत्सव 2083 को उपलक्ष्यमा तपाईले यस संस्थाप्रति गर्नुभएको योगदानको उच्च सम्मान गर्दै यस वर्षको उत्कृष्ट कर्मचारीको रूपमा यो सम्मान पत्र प्रदान गरिएको छ। प्रबन्ध निर्देशक भीम श्रेष्ठ, अध्यक्ष दिलु सलामी मगर, मिति 2083 1/24 गते। ल यो सम्मान पत्र ग्रहण गर्दै हुनुहुन्छ यानी माया रोधी कलरको अत्यन्तै मेहनती हाम्रो साथी मित्र सीताराम कुमारज्यू र सम्मान प्रदान गर्दै हुनुहुन्छ यानी माया रोधी कलरको सञ्चालिका आजको यस कार्यक्रमको अध्यक्ष दिलु सलामी, प्रमुख अतिथि बिरसागर थापा लगायत यानी माया रोधी कलरको सौभाग्यको समारोहमा आफ्नो आतिथ्य ग्रहण गरेर सम्पूर्ण अतिथिहरूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरेर आफ्नो सम्मान पत्र ग्रहण गरिदिनको लागि यानी माया रोधी क्लबलाई आफ्नो कला गला र विभिन्न माध्यमबाट निरन्तर खटेर यानी माया रोधी क्लबलाई 15औं वार्षिक उत्सव मनाउन यो वातावरण मिलाउने निश्चल श्रेष्ठज्यूलाई पनि अगाडि आएर सम्मान ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु र हामी यहाँलाई यो दोसल्ला सम्मान पत्र प्रदान गर्दै यहाँको अहिलेसम्मको यो अथक प्रयास यहाँको अत्यन्तै कडा मेहनतलाई हामी बताउन गइरहेका छौँ। त्यसै गरेर यानी माया रोधी क्लबलाई स्टेजबाट आफ्नो मिठो कला र गलाले 15औं वार्षिक उत्सव मनाउने एउटा वातावरण निर्माण गर्ने निश्चल श्रेष्ठज्यूलाई पनि स्टेजमा आएर सम्मान पत्र ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु र यहाँ लेखिएको कुरा म फेरि एकचोटि वाचन गर्न चाहन्छु। गीत सङ्गीतमा पृथक पहिचान कला संस्कृतिको संरक्षण र प्रवर्धनमा हाम्रो अभियान यानी माया रोधी घर काठमाडौँ महानगरपालिका 26 मित्रनगर काठमाडौँ। सम्मान पत्र श्री कृष्ण प्रसाद श्रेष्ठ स्थलज्यू, गीत सङ्गीतमा पृथक पहिचान कला संस्कृतिको संरक्षण र प्रवर्धनको हाम्रो अभियान भन्ने मूल नाराका साथ स्थापना भएको यस संस्थाको 15औं वार्षिक उत्सव 2083 को उपलक्ष्यमा तपाईले यस संस्थामा कार्यरत रहन्जेल संस्थाप्रति गर्नुभएको योगदानको उच्च सम्मान गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ। प्रबन्ध निर्देशक भीम श्रेष्ठ, दिलु सलामी मगर, अध्यक्ष मिति 2083 0/1/24। यो सम्मान पत्र दोसल्ला उडाएर आजको यस कार्यक्रमको अध्यक्ष प्रमुख अतिथि त्यसै गरी सम्पूर्ण अतिथिहरूलाई म हार्दिक अनुरोध गर्दछु। सबैले ताली बजाएर सम्मान व्यक्त गरिदिनु होला। हामी यानी माया रोधी क्लबको तर्फबाट यो निश्चल शिशुलाई यहाँको हामीले यो उपचार कार्यक्रम अत्यन्तै छोटोमा सम्पन्न गर्ने जबरजस्ती गरेका छौँ। यो कार्यक्रमलाई औपचारिक प्रदान गर्दै गर्दा यहाँप्रति गर्न गएको असरप्रति हामी चाहन्छौँ र हामी यो कार्यक्रम सम्पन्न भइसकेपछि हाम्रा आदरणीय पाहुनाहरू 15औं वार्षिक उत्सवको उद्घाटन समारोहमा पाल्नु हुने तपाईँ सम्पूर्ण आदरणीय पाहुनाहरूलाई साङ्गीतिक माहौलमा मनोरञ्जन प्रदान गर्नेछौँ र त्यसपछि हामी अब पनि हामी मायाको चिन्ह प्रदान गर्न गइरहेका छौँ। हामी मायाको चिन्ह प्रदान गर्न गएका छौँ। मायाको चिन्ह प्रदान गरिदिनको लागि पनि आजका यस कार्यक्रमका अध्यक्ष दिलु सलामी र सञ्चालक भीम श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु।
र बहिनीहरू त माएको चिनो र माएको चिनो प्रदान गर्नको लागि पनि यहाँनिर विक्रमले सञ्चालित यस कार्यक्रमका अध्यक्ष दिलु इस्लामी र सञ्चालक भीमज्यूलाई म हार्दिक अनुरोध गर्छु र प्रदान गर्नको लागि आजका यस समुद्घाटन समारोहका परम अतिथि आदरणीय व्यक्तित्व दिपसागर थापाज्यूलाई माइक चिनो प्राप्त ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। प्रदान गर्नको लागि सञ्चालिका दिलु इस्लामी र सञ्चालक भीमज्यूलाई म हार्दिक अनुरोध गर्दछु। आजका यस कार्यक्रमका प्रमुख अतिथि नेपाली दोहोरी साँझका सञ्चालक राष्ट्रिय लोकदोहोरी व्यावसायिक सङ्घका अध्यक्ष आदरणीय व्यक्तित्व दिपसागर थापाज्यू माइक चिनो ग्रहण गर्दै हुनुहुन्छ। प्रदान गर्नको लागि यस कार्यक्रमका अध्यक्ष दिलु इस्लामी त्यसै गरेर दोहोरी साँझका सञ्चालक भीमज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसै गरेर माइक चिनो ग्रहण गरिदिनको लागि राष्ट्रिय लोकदोहोरी व्यवसायिक सङ्घका सल्लाहकार आदरणीय प्रेम श्रेष्ठज्यूलाई पनि माइक चिनो ग्रहण गर्नको लागि म स्टेजमा अनुरोध गर्छु। प्रेम श्रेष्ठज्यू यहाँनिर क्लबले आफ्नो विभिन्न उतार चढाव हाम्रो अवरोहको यो बिचमा पनि 15 वर्षसम्म आइपुग्नुको लागि यहाँहरूको सबै खालको हामीलाई सहयोग प्राप्त भइरहेको छ। माइक चिनो ग्रहण गरिदिनुहुन्छ प्रेम श्रेष्ठज्यू राष्ट्रिय लोकदोहोरी व्यवसायिक सङ्घका सल्लाहकार प्रेम श्रेष्ठज्यू माइक चिनो ग्रहण गरिदिनु होला। प्रेम श्रेष्ठज्यू राष्ट्रिय लोकदोहोरी व्यवसायिक सङ्घका सल्लाहकार प्रदान गरिदिनुहुन्छ दिलु इस्लामी भीमश्रेष्ठ। त्यसै गरेर माइक चिनो ग्रहण गरिदिनुको लागि सुनिल लामिछानेज्यू राष्ट्रिय लोकदोहोरी व्यवसायिक सङ्घका सचिव हुनुहुन्छ। त्यसै गरेर राम भण्डारीज्यू माइक चिनो ग्रहण गरिदिनु होला। त्यसै गरेर सीता लामाज्यू माइक चिनो ग्रहण गरिदिनु होला। त्यसै गरेर सरिता अधिकारीज्यू त्यसै गरेर उत्तम भण्डारीज्यू सोनी जन कार्कीज्यू माइक चिनो ग्रहण गरिदिनु होला। त्यसै गरेर गीता श्रेष्ठज्यू त्यसै गरेर उद्यान क्लबका सञ्चालक सुशील श्रेष्ठज्यूलाई पनि माइक चिनो ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। सुशील श्रेष्ठज्यू हामी यो औपचारिक कार्यक्रमको अन्त्यमा छौँ, समर्पण गर्दैछौँ र त्यसपछि हामी